म शान्त छु, म शीतल छु। मेरो काखमा आउने जो कोहीले केही क्षण भए पनि आफ्नो मनको थकान बिर्सिन्छ। म कहिले बादलसँग खेल्छु, कहिले घामको न्यानोपन अँगाल्छु, कहिले हावासँग नाच्छु अनि कहिले पानीसँग आफ्नै लयमा बग्छु। मेरो यही बदलिरहने रूपले सबैको मन जित्दै आएको छ। त्यसैले त आजभोलि टाढा टाढाबाट मानिसहरू मलाई भेट्न आउँछन्। कोही शान्ति खोज्न आउँछन्, कोही आफ्ना खुसीका पलहरू क्यामेरामा कैद गर्न आउँछन् र कोही मसँग बिताएका सम्झनाहरू मनभरि बोकेर फर्किन्छन्। ए साँच्चै म आफ्नो परिचय दिन त बिर्सिएछु। मेरो नाम अरबाङ डाँडा। म प्युठान जिल्लाको मल्लरानी गाउँपालिका 1 मा शान्त भएर उभिएको छु। एक समय थियो जब म एक्लै थिएँ। मेरो नाम धेरैलाई थाहा थिएन, तर बितेका केही वर्षदेखि आन्तरिक पर्यटकहरू मेरा आफ्ना बनेका छन्। उनीहरू आउँछन्, मेरो काखमा रमाउँछन्, हाँस्छन्, तस्बिर खिच्छन्, भिडियो बनाउँछन् र आफ्ना खुसीका पलहरू मसँग साटेर फर्किन्छन्। उनीहरूको अनुहारमा देखिने मुस्कान र मेरो काखमा फैलिने खुसी, त्यो देख्दा म पनि खुसी हुन्छु। मलाई लाग्छ मेरो सुन्दरता दृश्यमा मात्र होइन, मेरो काखमा आउने हरेक मनको अनुभूतिमा लुकेको छ। म अझै धेरै मानिसहरूको मनसम्म पुग्न चाहन्छु। मलाई माया गरिदिनु होला। म सधैँ यही तपाईहरूको प्रतीक्षामा शान्त भएर उभिरहनेछु।